नमस्कार। मैले नेपाली जनतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेपाली जनता भन्दा ठुलो यहाँ कोही पनि छैन। नेपाली जनता भनेको भगवान हो। नेपाली जनताले सत्ता पल्टाइदियो। एमाले माओवादी काङ्ग्रेसको सत्ता पल्टाइदियो। धेरै धेरै धन्यवाद। यो भिडियो सक्दो सेयर गर्नुहोस्। अब पहिलो काम के गर्नु पर्यो भनेपछि यिनी भ्रष्टाचारी नेताहरूको पासपोर्ट रोक्का गर्न पर्यो। अब किन भन्नुहोस्, किनकि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसकेको छ। अब यिनीहरू देश छोडेर भाग्छन्। अब यिनीहरूलाई छोड्न हुँदैन, पासपोर्ट जफत गर्न पर्यो। दोस्रो कुरा, सम्पत्ति शुद्धिकरणको यिनीहरूलाई मुद्दा लाउनु पर्यो। यिनीहरूको सम्पत्ति जफत गर्न पर्यो। रवि दाईलाई कति दुःख दिएका थिए, सांसदमा बोल्न दिएका थिएनन्। रवि लामिछानेलाई एकलोटी बनाएर कम हेप्या थिए यिनीहरूले। रवि दाई कसैलाई छोड्न हुँदैन। अब एक एकको फाइल खोलेर 25वटा फाइल फेरि खोल्नु पर्यो। रवि दाई फेरि खोल्नु पर्यो 25वटा फाइल। यो भिडियो सक्दो सेयर गर्नुहोस्। यति दुःख दिएका थिए रवि दाईलाई, यति दुःख दिएका थिए। कुरै नगर्नुहोस् के साथीहरू, कुरै नगर्नुहोस्। मन त कति रोथ्यो भित्र, तर देखाउन सकेको थिएन कि मैले। धेरै दुःख दिएको थिएँ मेरो नेपाली जनतालाई। फेरि पनि धेरै धेरै धन्यवाद। नेपाली जनता भन्दा ठुलो यहाँ कोही पनि छैन। नेपाली जनताले चाह्यो भने के हुँदैन, सबै कुराहरू हुन्छ। सरकार पल्टाइदियो, केपी ओलीको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनाइदियो। धेरै धेरै धन्यवाद मेरो नेपाली जनतालाई। जय नेपाल, जय देश, जय घन्टी।